यो तल गिफ्ट के छ कन्डिसन पैसा निकाल्यो त दिएन दिमाग खराब कसरी निकाल्यो त निकालेन के गर्यो भोलि त्यसको क्युआर बनाएर त्यसमै हालिदिन्छ भन्ने त्यही बातको के लिएर आएको त के लिएर आएको कसले त्यो जिरा कहाँ जानु भाइ आउनु सक्छ किन अहिले हिँड्न सक्छ त्यति धेरै हिँड्यो भने मासु फर्केर किन जाने आगो पुग्नु पऱ्यो बाहिर अहिले नपुग्नु तिनीहरूकै कसैको त्यहाँनिर क्युआर थियो भने त्यहीँतिर हाल्नु गयो भने त्यो त तपाईँ भक्तपुरै पुग्यो तपाईँ त्यति दिन चाहिँ हिँड्यो त्यति पुग्ने चाहिँ हिँड्यो होला खालि सर हुन्छ म चाहिँ उठ्नुपर्ने कि तपाईँ चाहिँ किन ढाड्दै छु उता भित्र ढेस्ने अनि कहाँ बस्ने त यति बस्ने अहिले दाजु छ एक ग्लास अलि सानो त्यही त पछि फेरि नाक लाग्छ घिउ पठाइदिनु भने म किनेर पठाउँछ नि म त एकछिन झन्डै रोकेँ मुनि बसेर त्यो रिसिभ धेरै बाइकमा बोक्ने तपाईँले होइन भन्नु त सबैजना बाइकमा भनेर मैले एक चिलायो कि सब पेन्टिङ कस्तो मगाएर यही बेला चाहिँ मैले फेरि एउटा फेरवालुको बोकेर नहिँडेँ मान्छे एउटै टी सर्ट भित्र दुम दुम गराइसक्यो टी सर्ट के
बाहिर बस्ने देख्छ चिसोले त टाउको कति लाग्यो है त्यो चिसो चाहिँ होइन राम्रो बसेर चाहिँ चिसो लागेन गर्मी भएन बाँदर नि तिमीलाई चाहिँ ड्रियो होला नि एकछिनमा पहिला खाँदा यस्तो भिडियो हालेको चार्जर बाचा पाउन सक्छ क्या त्यहाँ फ्रिली बस्ने जहिले मात्र अलिक कुरा हुन्छ तपाईँ ब्लिडिङ भएको छ